हेलो साथीहरू नमस्कार गुड मर्निङ। अनि हजुरहरूलाई कस्तो साथीहरू? म चाहिँ 2-3 दिन भयो अलिकति बिरामी भएको अवस्थामा छु। रुगाखोकी लाएर साथीहरू फेरि ज्यान दुखेर होइन, खास गरी अब राति सुत्दै गाह्रो हुने कि, किनभने अब राति भएपछि चाहिँ धेरै ज्यान रुगा लाग्ने, ज्वरो धेरै आउने, ज्यान दुख्ने। अनि अब कहिले कहिले त अब मनहरू निराश हुन्छ, उराट लाग्छ नि त। अब काम त गर्नै पऱ्यो होइन। अब डक्टर गएर सिक लिभ हान्दा पनि अब के हुन्छ भने सिक लिभ गर्दा पनि अब पैसाहरू तिर्नुपर्छ, फेरि अब के भन्छ खर्चहरू धेरै हुन्छ सबै कुरो गर्दाखेरि। अनि काम पनि गर्नै पऱ्यो, फेरि काम गरेन भने तलबसँग काटिहाल्छ फेरि होइन साथीहरू। अब यस्तो हो सधैँभरि अब खुसी हुन्छ राम्रो हुन्छ भन्ने नहुँदो रहेछ होइन। अब यसरी मैले अब बाहिर बसेर साथीहरू घाममा यसो यहाँ बसेको साह्रै पोलेको साथीहरू। भिक्स लगाएर बसेको साथीहरू, यहाँ बेसार पानी र नुन पानी टक्क। विदेशको ठाउँमा साथीहरू आफूले आफूलाई चाहिँ अलिक केयर गर्नु पर्दो रहेछ होइन। अब त दुःखमा त अब जसरी नै भइहाल्छ साथीहरू, त्यो त अब हाम्रो यो माटोको शरीर होइन। तर पनि अब ठ्याक्कै सकेसम्म चाहिँ टाइममा सुत्ने होइन, टाइममा खाने होइन। अनि त्यसरी चाहिँ अब भयो भने राम्रो हो कि। तर अब सधैँभरि कहाँ टाइममा सुत्न सकिन्छ साथीहरू होइन, कहाँ टाइममा खान पाइन्छ विदेशमा। ल साथीहरू, यसो हजुरहरूसँग अब यसो दुःख सुख सेयर गर्न मन लाग्छ साथीहरू। खुसी भएको पनि यसो अब नाचेर होइन, यसो अब लाइभ बसेर यसरी नै मैले पोस्टहरू गर्छु, किनभने मलाई पनि अब यसो अब मान्छेको रहर त हुन्छ साथीहरू, मान्छेको रहर त मन त हो अब पोस्ट गर्नु लाग्ने। आज पनि अब यसो यहाँ बसेको साथीहरू, ओहो यार यसो भिडियो बनाउनु मन लाग्यो भनेर भिडियो बनाइरहेको साथीहरू। खासै म प्रपरली मलाई बोल्न त खासै उस्तो हुँदैन, तै पनि अब जस्तो आफूलाई आउँछ बोल्न मन लाग्छ। गाह्रो छ साथीहरू विदेशको ठाउँमा होइन। खास गरी विदेशको ठाउँमा साथीहरू मलाई के भन्छ भने शत्रु पनि दुःखी मार्न नपरोस् कि, शत्रुलाई पनि दुःखी मार्न नपरोस् कि विदेशको ठाउँमा चाहिँ गाह्रो छ, एकदम गाह्रो साथीहरू। सुत्दाखेरि पनि गाह्रो होइन। आफ्नो परिवारहरू सबै नेपालमा हुनुहुन्छ, बाबा आमा होइन, बहिनी सबै। अब त्यसो गर्दाखेरि अब आफैले के गर्नु हुन्छ कि, खानासाना बनाऊ, खोले बनाऊ, खाऊ। ल साथीहरू, हजुरहरू पनि राम्रोसँग बस्नु होला होइन, हजुरहरू आफ्नो ख्याल राख्नु होला। यता अब प्लेनहरू उडिरहेछ, त्यही भएर अब यो साउन्डहरू त्यस्तै आइरहेछ। ओके साथीहरू नमस्कार, हेभ अ गुड डे एभ्रिवान। शुभ दिन हजुरहरूको लागि होइन। स्टे सेफ, स्टे हेल्दी, बी ह्याप्पी। म त अब भित्र गाह्रो भएर तै पनि साथीहरू यस्तो हाँस्न मन लाग्छ कि, किनभने यो पोजिटिभ भाइब चाहिँ यो भित्र मेरो चाहिँ एउटा छ कि, कता कता सबै ठिक हुन्छ, निकै हुन्छ, अथवा लाइफमा सबै राम्रो हुँदैछ जस्तो लाग्छ बेलामा। त्यसरी चाहिँ म सोच्छु साथीहरू कि, किनभने त्यस्तो सोच्नु एउटा अलिकति भित्रबाट अलिक एउटा खुसी मिल्दो रहेछ कि अनि साथीहरू। ओके साथीहरू, मिस यु अल होइन। हजुरहरू सबैजना म भिडियोहरू हेरिरहेको हुन्छु होइन, फोटोहरू हेरिरहेको हुन्छु टिकटकमा, फेसबुकमा, युट्युबमा। हजुरहरू पनि अब राम्रोसँग बस्नु होला। ओके नमस्कार साथीहरू, हेभ अ गुड डे, बाई बाई।